नमस्कार साथीहरू। आज हामी प्रतिनिधि सभामा सभामुख र उपसभामुखको छनौट कसरी हुन्छ भन्ने बारेमा जानौँ है त। यस सम्बन्धी संविधानको धारा 91 मा स्पष्ट कानुनी व्यवस्था गरिएको छ, जहाँ प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले 15 दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफू मध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुने गरी र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने हुन्छ, जसको मतलब प्रतिनिधि सभाको सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्दैन भन्ने हो। तर यदि प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको खण्डमा वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एउटै दलको सभामुख र उपसभामुख बनाउन मिल्छ। यदि प्रतिनिधि सभाको सभामुख र उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफू मध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थान पूर्ति गर्न सक्नेछन् भन्ने व्यवस्था गरिएको छ। यदि सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ भन्ने कानुनी व्यवस्था गरिएको छ। धन्यवाद।